ल हात घुमाउनु पर्यो भान्जी ल कान्छाले घुमाउँछु ल ओ मायाले भन्न पाइदैन भन्न पाइदैन ल मलाई मेरो टाउको होला टाउको उठ्ला दे त्यसको तपाईले टाइमर राख्नु टाइमर तपाईले मोबाइलमा टाइमर राख्नु क्या 30 सेकेन्डको 30 सेकेन्डको टाइमर गर्नु न 30 सेकेन्डको टाइमर गर्नु नि ल ल ल गरे गरे ल ल ल ल ल अब हेरौँ यसको खेल हेरौँ ल यसको खेल हेरौँ अब हैन नि यसलाई मैले मान्दिन चिटिङ हुन्छ चिटिङ गर्दा हार्ने याची चिटिङ हुन्छ मैले जितिस मैले हेर मैले लान्छ हेर है ल यो त नाप्न जाने मान्छे आएको त बच्चालाई बोर्ड यहाँबाट अब यहाँ साइड छोडिदिनु सबैले टाउको फुट्ला है टाउको फुट्ला तिमी यहाँ बनाऊ है यसलाई मिट बनाऊ तर बिसा चाहिँ डिस्टर्ब गर्ने नै त्यहाँ गएर चाहिँ ओए आदि हैन टाइमर राख्दिन 30 सेकेन्डको 30 सेकेन्ड हुन्छ अरु पनि खेलाइ चाहियो टाइमर 30 सेकेन्डको टाइमर राख्दिनु ढ्याक्क हुन्छ क्या एकछिन अनि बल्ल हैन उ यङ हो हैन यङ हो हैन त्यही कारण एकछिन यो बल्ल दिन्छ यो समाउनु भएन एकछिन है ल रेडी के देखिया छ छैन है छैन कति एकछिन हो ल एकछिन कति हो यो 1 2 अलि चाचर गरे है ठीक छ जित्योस् के चारैमा ल 5 मा ढुङ्गाइदिनु ल 10 हुनु पर्यो नि त छोराले जित्यो ल हातसँग ल तिमी सिधा छैन अब सिधा छौ अब सिधा छौ ल ल ल छोड्दे सिधा ल छोड्दे ल छोड्दे ल 1 2 3 यहाँबाट चुक्दो रहेछ क्या मान्छेहरू यहाँबाट चुक्दो रहेछ
देख्ला है झिर्केले ल हिरो बधाई छ ल बधाई छ बधाई छ हाम्रो च्याम्पियन अहिले सम्मको हो ल सधैँ आएर यतातिर दाहिने जाने दाहिने भन्न पाइएन क्या भन्न पाइएन आफ्नै तरिकाले ल भन्न पाइएन ल ल झर लाग्यो भने ट्राई नाइस ट्राई ट्राई हो ट्राई केही छैन ट्राई हो कस्तो भइरहेछ मजा आइरहेछ मैले भने चाहिँ स्टेट ल बेस्ट अफ लक छोड्नु पर्यो बाटो भन्न पाइँदैन नभन्नु खेल्ने तपाईँ खेल्ने के तिमी खेल्ने हो मम्मी खै म भनिदिन्छु मम्मी खै कहाँ गयो मम्मी खै बोलाउन त यता बोलाउ म भनिदिन्छु अब यहाँ भइसक्यो यसमा
हान्न त हान्न मान्छेको टाउको त नफुटा भाइ उपचार गर्न लाने फर्स्ट अनि उयो भाइ छ फर्स्ट यो उयो भाइ यो अनि अर्को हो छ फर्स्ट उयो फर्स्ट यो भाइ छ है झेली नगरौँ झेली गरेर चाहिँ पाइएन ऊ फर्स्ट छ सेकेन्ड चाहिँ ऊ हो कि झेली गर्नु न सबले एकचोटि मात्र है चाँस त्योभन्दा बढी पाउँदैन बिस्तारै हालौँ बिस्तारै लट्ठी खै लट्ठी 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 खै लु लौ लौ तेरो पैसा म मिलाइदिन्छु म सब मिलाइदिन्छु त ओरी लट्ठी खै लट्ठी यही छ चिन्ता नगर स्टेप 1 कति छ ल अब सुन ल त अहिले जहाँ छस् नि स्टेप सिधा छ हैन ल अब मैले तँलाई 3 फन्का घुमाएर म सही पोजिसनमा ल्याउँछु है बाटो छोड भाउ साइ ल ल ल अझै घुम्नु पर्यो छोडिदिनु अब छोडिदिनु पर्छ सेकेन्ड छ सेकेन्ड हो आँखै बुझ्नु आयो के भन्छ यो त छोरा कहाँ पुग्यो त ठिक छ कलिकता मात्रै फरक पर्यो फर्स्ट यो अन्त मेरो तँ अघि उहाँ गर्छु भन्नुभएको थियो नि त तिम्रो मम्मीले उसको मम्मीले गर्छु भने उसको मम्मीले गर्दैन नि त तपाईँ होइन हजुर ल हुन्छ ल यो बच्चाको लागि बच्चा छुट्टै गिफ्ट ठुलो छुट्टै गिफ्ट हुनुपर्ने क्या इच्छुकको लाइनमा बस जो इच्छा छ त्यसको पछाडि बस भिडियो हाल्दै त हजुर मलाई हाल्दै के भिडियो यो मैले हुन्छ तपाईँलाई पठाइदिन्छु ओरिजिनल फेरि तपाईँलाई मात्र पठाउँछु अरू कसरी पठाउनु ओरिजिनल फेरि बाबुलाई सिधा घुमाउने काम छैन एक फनको सानोलाई एक फनको ओके ल दुई फनको त चाहियो नि बाबु केही छ ठिक छ सास गाह्रो भएको छ आँखाले देखाएको छ अलिअलि दुईटा है फिनिस ल 1 2 3 यहाँ बाटो छोडिदिनु त ल
ए बाबा ओइ लास्टमा लास्टमा मैले हालेन भने दर्पणका घुमाउनु मैले भइसक्यो ल म चाहिँ पढ्छु जस्तो छ अब बसमा चाहिँ पछाडि गएर बस्नु सीधा 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 1 2 3 गो गो सब बोलेर हताइदिन्छ नि यार है केटाकेटीलाई दिनु अलि ठाउँमा पुग्न सक्दैन यसो गरिदिनु नि दिदी नजिक चाहिँ फर्स्ट अहिलेसम्म फर्स्टको जति त ल तिमी पनि हो के काम छ घुमाउनु परिहाल्यो नि फेरि ठग्ला नै फेरि ठग्ला नि फेरि आउनु खोला नि फेरि हेर्नु है मान्छे चिन्नु सिधै जानु ल खै ल ठिकै अब बाटो 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 ल नाइस ध्यान यहाँ कस्तो राम्रो आइरहेको थियो कस्तो राम्रो आइरहेको थियो हतार बिस्तारै गर्नुपर्छ नि आइसकेको थियो बिचारा सिधा बाटो त गोरेटोको बाटोमा टर्निङमा एक्सिडेन्ट भयो धेरै टाढा भयो कि यतिको रेन्ज ठिकै हो यो सेतो लाइनबाट यहाँबाट गरौँ न यहाँबाट धेरै टाढा तैँले हान्नु तल हान्छु मैले नचला बाटो नभन् धेरै बाटो नभन् धेरै बाटो नभन् त्यो नचलाइकन सास बेना गाह्रो होला नि नाकमा यो च्याम्पियन छ कि पाले नदेला नि मेरो पछाडिको ल भाइ रेडी हो रेडी छस् एकचोटि मात्रै गर्थ्यो चान्स पाइस है हेर हानिसक्यो तैँले एकछिन हेर्न दियो यसलाई भयो कतिचोटि हेर्छस् पुग्यो बान्दिउँ ल ठिक्क बान्दिउँ सिधा सिधा ल ल एकदम सिधा नापै नाप्ने भए नाप्दा हुन्छ केही फरक पर्दैन नाप त्यहाँ नापै नाप्ने भए ल ल केटाकेटीलाई देखि त्यही त ल ल रेडी रेडी भनेपछि अगाडि बढ्ने है त लट्टी पाउने लेडी भन्ने बित्तिकै सरदारलाई हुन्छ एकचोटि बादमा बान्दिउँ न
जाने कि नजाने यो बाटो भइरह्यो यो बाटो भइरह्यो मुनिबाट देखिरहेको छु यो बाटो भइरह्यो रेडी होइन ल आफ्नै हिसाबले कता कता जाने हो ल पासापट्टि लाल आफ्नो चाहिँ उठ्नु लाग्यो यसले गमला उठाउँछ ल हेरे हेरे ल बाटो छोडिदिनु र बाटो छोडिदिनु त्यहाँ छोडिदिनु क्या हेर्नु पर्यो रे हेरे हेरे बाटो छोडे बाटो छोडे कन्टेन्ट चाहिएको भइहाल्यो ल देख्ला देख्ला तलबाट भयो तीन गाउँका त चाहियो नि छोडो छोडो ठाउँ छोडो नाप्यो 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 त्यो डिस्क्वालिफाई हुन्छ है त्यसरी अब यस्तो गरौँ जसले चिटिङ गर्छ त्यसलाई डिस्क्वालिफाई बिचमै आउट चिटिङ गरेलाई सेकेन्ड पाउँदैन तिमी चाहिँ चान्दिनी पाउँदैन अब चान्स पाउँदैन वान टाइम एकचोटि भएपछि भ्याइयो तपाईँलाई अहिले पठाइदिउँला म घरै चाहिँ पठाइदिन्छु क्या मैले फर्स्ट चाहिँ फुल खिचाएको छु कि 23 मिनट भइसक्यो यहाँ हान्छ फर्स्टदेखि ल तपाईँलाई पठाइदिन्छु टेन्सन ल 2 3 गो त्यो पाइँदैन हो बाटो छोडो बिचमा आएन बिचमा त्यो पाइएन त्यस्तो झेल्ने भयो जैन जित्या हो यो सारेर हो होइन यो सारेर होइन अहिलेसम्मको फर्स्ट हो यो मान्दैन है यो अहिलेसम्मको फर्स्ट उसले नै जित्यो सारेर हो नि त सारेर यो सारेर हो नि त जितेर हो नि त सारेर हो नि त यो त उता वहाँ कदम छ यहाँ त यहाँ आएर सारेर हो नि त यो त सारेर यो त झेल्ने भयो यो त मेरो नाति त्यो मलाई थाहा छ जित्यो यो उसलाई उसकै हातमा जानुपर्छ यो चाहिँ मान्दैन उसकै हातमा भर्खरै सारे हो यो भर्खरै सारे हो नि त यो यहाँबाट यहाँ थियो यहाँ सारे हो नि त उसले जित्यो हो नि त नत्र यो त ठ्याक्कै त्यही पोइन्टमा आएर यहाँ खुट्टा त यो झेले भयो के भयो
अब मैले त भने सबै आफ्नो हो अहिले त झेली भयो होइन यसपालि त त्यो त अब बताउनेले अब सम्झाउँदा अब ज्ञान आइडिया हुन्छ अब मान्छेले एक त्यो चाहिँ सार्न त नपाइने हो झेली भयो नि त त्यो त यहाँ यता सिटी बजाउन कहाँ सिटी तपाईँको कमान सिटी बजाउन सिटी बजाउनु हुँदैन साइड पाइँदैन त एक नम्बर त यहाँ छ बाबु यार तिमी नै हो फर्स्टमा एक नम्बरमा चाहिँ यहाँनिर आउँछ त्यसो नम्बर तिम्रो नम्बर आउँछ अरे उसकै हो उसले नै पारे हो किनभने उसले उसले टेके लास्टको परदेशले टेकेको छ लास्टको त अलि त्यो भएन क्या है त्यस्तो चाहिँ गर्न नपर्ने हो विनर त उसलाई नै घोषित गर्नुपर्ने हो विजेता घोषित त उसलाई नै हो सत्यताको हिसाबले त्यही हो के सत्य अनुसारले जानु त्यही हो विजेता उसलाई नै घोषित हो विजेता घोषित खास अब यो फेर खेल्यो भने चाहिँ उसलाई यो टाउको चाहिँ नभड त्यही हो पुवाकै हान्देला नि फेरि ल आर्मीको इज्जत र है आर्मीको टेस्ट लाएर आर्मीको इज्जत र है ल पाएन यो गाने यो पनि विजेता घोषित भइसकेको थियो यो त भएन ए मर्ने गरे यो लट्टी चाहिँ भाँच्यो क्या अरू भन्दा नि अरू चाहिँ अर्को चाहियो के अझ एउटा लट्टी चाहियो क्या भाँच्यो लट्टी अलि बिस त अलि हान्नु है अलि बिस धेरै नपर्छ ल एकछिन ल घुमायो दुई पाँचचोटि हो नि त पाँचचोटि ठुलोलाई त पाँचचोटि हो सरी सानी आऊ यता आऊ सानी ल आयो बन्दरिया यहाँ छुन्छ क्या अलि त जानु दामी ए जोय जित यो होइन जितो होइन जितो होइन यो जितो होइन मैले भिडियो बनाएको छु है भिडियोमा हेरौँ ल यहाँ भिडियोमा मैले भिडियो बनाएको छु है त पहिला खुट्टाले यस्तो गरेपछि त हुँदै भयो ल मैले भिडियो बनाएको छु थाहा भइहाल्छ नि यहाँ हो कि होइन भन्ने कुरा मैले भिडियो बनाएको छु थाहा हुन्छ क्या यहाँ भिडियो बनाएको छु नआत्तिनु भिडियो बनाएको छु त्यो त्यही आउँछ ठिक छ ल भिडियो